हेलो गुला ग्याङ, वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ आज गुला उठ्न नपाउँदै म उठेर पनि भ्लग चालु गरिसकेँ कि। अनि दाई हुनुहुन्छ आज चाहिँ। दाई चाहिँ बहुत हिजो बेलुका बाहिर गएको थियो अनि वाइल्ड खाएर आएको रहेछ होइन र दाई, वाइल्ड खाइयो अनि त्यही हो। अनि मलाई चाहिँ कुकुर लिएर आउनु पठायो अनि आफू यहाँ गेटमा झरेर अटोबाट अनि कुकुर लिएर आऊ अनि त्यसपछि म चाहिँ कुकुर लिएर आइसक्यो। त्यही हो कुरा चाहिँ। तपाईँ वाकिङ चलिरहेछ। अनि के चाहिँ तिमीहरूको हल्लीचल्ली मेरो चाहिँ एकदम ठिक छ। हिजो चाहिँ भ्लग हाल्न नि पाएन किनकि मेरो साउनीहरू हिजो जाँदै थियो नि त उता बाहिर देशमा, त्यही भएर उनीहरूलाई प्याकिङ स्याकिङ गरिदिँदा यताउता गर्दाखेरि बिजी भयो, त्यसैले मैले भ्लग हाल्न नि पाएन। हुन त बनाएको पनि थिएन, त्यही भएर हो, त्यसैले पनि हो। त्यही हो, नरिसाउ केटा। अब के गर्ने त अब टाइम टेबलै मिलाउन सक्दिनँ कि केटा। म मिलाउन सक्दैन भने मिल्दैन किनकि अब कामै काम हुन्छ। क्यास्टर्स रोयल टावर 4 है दाइ। अनि के छ? कति खायो भन्नु त नट ढाँटिकन भन्नु त कति खायो हिजो? दुईटा बियर खाएको अनि त्यसरी खाएपछि त झ्याप बनाइहाल्छ। जाने भित्र होइन, भर्खर त आएको थियो। एकछिन बसौँ न, म चुरोट पनि खान्छु क्या। एकछिन बसौँ क्या, म चुरोट नि खान्छु। त्यही केटा। अब आज चाहिँ आजबाट चाहिँ नन स्टप भ्लग आउँछ किनकि टाइम मिल्छ म र दाइको होइन। के फल हो यार यो यार। म चाहिँ एकछिन चुरोट खानुपर्ने हुन्छ अनि चुरोट खाएर हो। कस्तो डेन्जर बजेको यार त्यो सानो फोनको अलार्म थियो यार। एकैचोटि उठेको यार म यार। अलार्म मैले 6:50 गरेर म चाहिँ कामसाम सकेर आइसकेँ कि। अनि कामसाम गरेर सकेर आइसक्यो। अब चाहिँ म रेस्ट गर्न लाग्यो किनभने होइन अब म भ्लग पनि बनाउन पाएन आधा दिन अघि, आधा दिनको होइन किनकि यहाँहरू ढकढक गर्छ नि त, तिमीलाई पनि थाहा छ। ढकढक गरिरहेको छ मेरो सब भ्लगमा, त्यसकै मात्रै आवाज होला। त्यही भएर त्यसले गर्दा पनि मैले अलिकति भ्लग बनाउनु टाइमै पाएन क्या। त्यही भएर यसो क्यामेरा चालु गरेर ढकढक मेरो बोलेकै नसुन्ने, त्यही भएर रिस उठेर मैले बनाएन। अनि त्यसपछि अहिले चाहिँ म बनाएको छु। अहिले चाहिँ म त्यही पनि अहिले म सुत्न लाग्यो होइन। एकदम थाकिया छ होइन, काम गरेको होइन त, काम गरेपछि थाकिहाल्छ। अनि भर्खरै भातसात खाएर होइन टक्क लाएर भातसात खाएर सुत्न लाग्यो। आज चाहिँ केटा भ्लग अलिक ढिलो आउँछ होला किनकि मैले आधा त भ्लगै बनाएन। अहिले अब 2 बज्छ होइन। 2 बज्छ अरे, 2 बजिसक्यो। लास्ट गर्मी यार। 2 बजिसक्यो होइन। अनि म अहिले सुतेर 4 बजे उठ्छु। अनि 4 बजे उठेर अनि कामसाम गर्दाखेरि त भ्लग बनाउन पाउँदैन। त्यही भएर अहिले 6 बजे चाहिँ यसलाई राडीलाई घुमाउन जाँदा चाहिँ अहिले टाइम पाउँछ होइन। अनि त्यही टाइम पाएको बेलामा अहिले 6, 6:30 अनि 5 बजेतिर चाहिँ भ्लग बन्छ। अनि त्यसपछि म 6:30 बजेतिर हालिदिन्छु। 6:30 बजे 7 बजेतिर हालिदिन्छु। अनि त्यसपछि तिमीहरू हेर ल। आजभोलि अलिकति कम हुँदै गएको। अस्तिसम्म त बढिरहेको थियो केटा, अहिले चाहिँ 3मा हो। अस्ति चाहिँ बढिरहेको थियो, अलिक बढ्दै गएको थियो। अहिले त झन् डाउन हुँदै गएको थियो यार। मेरो के पुगेन यार, के पुगेन मबाट तिमीहरूलाई यार? तिमीलाई चाहिएको के, कस्तो तिमीहरूलाई चाहिएको ल भन न, म त्यही गर्छु। हुन्थ्यो यहाँ टाइमै मिल्दैन केटा त्यस्तो यताउता गर्नु होइन। अब त भित्र काम गर्ने हो नि त, बाहिरी काम गर्ने भयो पो एउटा कुरो होइन। यहाँबाट उता काम गर्न जाने भयो पो एउटा कुरो। केही कन्टेन्ट बनाउँथ्यो र अनि यहाँ भित्र के कन्टेन्ट बनाउनु लु भन न, तिम्रो आफै भन न। न के छ त्यत्तिकै बोल्यो हाल्यो अनि तिमीलाई पनि मजा आउँदैन नि त। त्यसैले होइन, मेरो बोली मन पराउनेहरू मान्छेहरू त धेरै छन्, तर मैले देखेको छु कि भनिरहेको छ 1 घन्टाको भ्लग छ, एकदम लङ भ्लग बनाउनु भन्छ। अनि टाइमै मिल्नु पऱ्यो नि लङ भ्लग बनाउनलाई। कस्तो कुरो गर्छ यार तिमीहरू यार।
तिमी नै हो मलाई चाहिने तिमी मलाई चाहिने परवाह नगर यो दुनियाँको तिमीमै बसेको छ दुनियाँ मेरो बुझिदियो ए के अरे सरी अनि के अरे कस्तो देखेछ यार आमा मान्छे त कसम हो बोका भयो नि हल्का मान्छे त एकदम स्मार्ट हो कि म हो कि होइन केटा भन त ल भन न माझे आफूले आफूलाई हो कि राम्रो भन्ने चिक्ने अरूले त भन्दैन मुजी आफूले आफूलाई हो राम्रो भन्ने मुजी अरूले त भन्दैन अरूले त सब नराम्रो बनाउने र तल झराउने मात्रै गर्छन् काम तिम्रो मुजीहरू कामै छैन यो मलाई हेट गर्ने कामै छैन क्या तिमीहरू कसम मलाई हेट गऱ्यो भने तिमीहरू पछि खान पाउँदैन दुःख पाउँछ तिमीहरूले कसम मलाई हेप्नेहरू है म्याचिङ म अहिले भन्दा चाहिँ तिमीहरू यति दुःख पाउँछ मलाई जसले हेपेको छ नि अहिले त्यसले पछि यति दुःख पाउँछ कि यति दुःख पाउँछ कसम तैँले मागेर खानुपर्छ बुझिस् त्यही मलाई हेप्ने काम नगर मैले अहिले भनिदिन्छु भाइ यति सराब छु कसम यति सराब छु कि यति सराब छु कि यति सराब छु कि मेरो सराब फेरि ठ्याक्कै लाग्छ कि बुझिस् त्यही मलाई हेप्ने काम नगर बुझिस् केटा हो मलाई हेट गर्ने काम नगर मलाई नराम्रो बनाउने काम नगर त्यही हो भनिरहेको छु मैले बारम्बार केटा हो मेरो चाहिँ अहिले मैले 4 बजीतिर चाहिँ एउटा ऊ हाल्छु होइन टिकटक एउटा मैले खतरा बनाएको छ खतरा होइन त्यो भोला लभरकै हो अनि त्यही हेर अनि है हेरिसक्यो होला तिमीहरूले कतिजनाले त हेरिसक्यो होला जसले हेरेर त्यो टिकटकमा भिडियो हेरेर आएको छ सबले कमेन्ट गर है सबले कमेन्ट गर अनि म चाहिँ अलिकति मुठ हान्न जान्छु दाइ म मुठ हान्छु है दाइ मुठ हानेर आउँछु म तेल छ त उयो ए हार्पिक रहेछ यो त यार हार्पिकले गऱ्यो भने त छाला जान्छ यार मुठ हान्छु ल केटा म मुठ हान्छु ल एकछिन पर ल यस्तरी रहेर मुठ हान्न परेन आउँछ केटा हो आजलाई यति है त आजलाई यति आजको लागि यति है त केटा हे र गई के गर्ने त यार यस्तै छ है काम गर्यो मुठ हान्यो बस्यो है के गर्नु त जिन्दगी सरी यहाँ त कहाँ तान्न मिल्छ यहाँ त तान्न मिल्दैन त यार म त कसम यो भिडियोले के अरे युट्युबले यो सोसियल मिडियाहरूले भिडियो डिलिट नगर्ने भएको भए त कसम म यति छोलेको भिडियो हाल्थेँ कि कसम केटीहरूले खेलाको भिडियो हाल्दा हामीले छोलेको भिडियो हाल्नु नहुने र भनेको होइन केटा हामीले म कसम छोल्थेँ यार केटीहरू मेरो गुला हेरेर कसम पानी झार्थ्यो होला केटीहरूले त यार कसम केटा त्यही हो गाइज है अब चाहिँ म एकछिन कुल हुँ है भर्खरमा अब खतरा निन्द्रा लाग्छ कसम यस्तो बाबा निन्द्रा लाग्छ अब आम्मा कसम मैले भर्खर मुठ हानेको छु केटा कसम खतरा निन्द्रा लाग्छ अब मलाई है केटा हो मेरो तर के गाइज यार मैले कसम मैले यो तलको झाट नकाटेको मैले कति दिन भयो अरे सरी दिन होइन 2.5 वर्ष के अरे 1.5 वर्ष भइसक्यो यार मैले तलको झाट नकाटेको यार कसम यस्तो लामो भएको छ कि यो पछाडिको कपाल देखेछ तिमीले यत्रै भए कसम उखालेर देखाम एउटा आठो आएन कि लामो रोकला तिमीलाई निकालेर देखाउँछ यस्तो लामो खायो कि मेरो झाट त आउँदैन त्यही खस्यो त्यो पनि राँडीको त्यही हो केटा पछि देखाउँछ तिमीहरूलाई मैले पछि भ्लगमा देखाउँछ अहिले चाहिँ भर्खर मुठा हानेको नि त अलिक दुखिरहेको छ क्या त्यही भएर केटा पछि देखाउँछु ल तिमीहरूलाई र गाइज म चाहिँ अहिले दिउँसो भेट्छु आज भ्लग चाहिँ दिउँसो अरे अलि बेलुका भेट्छु दिउँसो चाहिँ के अरे कस्तो राँडीको छोरो
अनि के अरे अहिले बेलुका म भेट्छु सिधै। आज चाहिँ भ्लग अलिक ढिलो आउँछ किनकि टाइमै मिलेको छैन। आज हाम्रो साउनीहरू बाहिर जाँदैछ 15 दिनको लागि। आज बेलुका 8 बजेतिर 7 बजेतिर हिँड्छ यहाँबाट। त्यसपछि त मौज आफ्नै हो, यो आफ्नै हो। यस्तो मौज हान्छु कि म कसम, रातभरि लाइभ बस्छु, दिनभरि सुत्दिन्छु। अनि त्यो कुकुरलाई घुमाउने टाइममा घुमाउने होइन, त्यसलाई त्यत्तिकै राखिदिने बाल भएन। ल गाइज है, बेलुका सिधै अब है त। हेलो गाइज, म चाहिँ रेडी भएर आइसकेँ कि नुहाएर आइसकेँ म। अनि के अरे हुन त नहाए नै गफ दिएको मैले। म चाहिँ कपडा मात्रै फेरेर आएँ कि किनकि त्यो हिजो मैले तिमीले योभन्दा अघिको त्यो सेतो टी सर्ट लगाएको त्यो चाहिँ हिजोको भ्लग हो। मैले आधी मात्रै बनाएर राखेको थिएँ, त्यसलाई मैले हालिदिएको होइन। तिमीले हेऱ्यो कि हेरेन होइन, स्किप गर्यो कि गरेन, स्किप नगरिकन हेऱ्यो कि हेरेन त्यो चाहिँ म भन्न सक्दिनँ कि। तिमीले हेर होइन, त्यो चाहिँ हिजोको क्लिप है। त्यो मैले अलिकति हिजो टाइम पाएको थिएन नि त मैले भ्लग सलग बनाउन। त्यो मैले बिहान पनि भनेको तिमीलाई। मैले हिजो किनकि साउहरू गएको थिएँ नि त, उता बाहिर देश घुम्न गएको छ हाम्रो साउनीहरू। त्यसैले मैले चाहिँ प्याकिङ स्याकिङ गर्न यताउता हेल्प गरिदियो। अनि त्यसैले मैले टाइम पनि पाएन, हाल्ने टाइम पनि पाएन। टिकटकमा पनि हालेन, यहाँ पनि हालेन। अनि मेन कुरा चाहिँ म के भन्न आएको भने होइन केटा हो, मेन कुरो के भन्न आएको भने म यहाँनिर यस्तो रिस उठिरहेको छ कि मलाई। त्यो अस्तिको मैले त्यो भिसीवाला केटी भनेको थिएँ, त्यो केटीले होइन, त्यसले मेरो भिडियो गराएको छ होइन। त्यसले मलाई ब्ल्याकमेल हानिरहेको छ केटा होइन। त्यसले मेरो भिडियो गराएको छ कि मलाई के भनेको छ, हेर मलाई यति दिने भए दे, यति हजार दिने भए दे, नत्र तेरो भिडियो म हालिदिन्छु भनिरहेको छ त्यसले होइन। म के गर्ने केटा हो यार, त्यो केटीले त्यस्तो गरिरहेको छ यार। कस्तो ब्ल्याकमेल हानिरहेको छ यार, म के गर्नु। कस्तो रहेछ यार त्यो मान्छे। त्यस्तो नगर न यार। म भर्खर निस्केको मान्छेलाई त्यस्तो नगर न। त्यस्तो कन्ट्रोभर्सी, त्यो काण्डा सान्डा निकाल्ने काम नगर न यार। कस्तो रहेछ यार तिमी त यार। त्यस्तो नगरिदेऊ न प्लिज के यार। मलाई नि आफ्नो बाटोमा हिँड्न देऊ न यार। कसम यार, गलत बाटोमा नल्याउन मलाई नि प्लिज 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 प्लिज। बुझ्यौ? तिमीले त्यो हाल्यो भने यति हाल्यो भने म तिमीलाई होइन कस्तो, म तिमीलाई छोड्दिनँ। तिम्रो पत्ता ला मैले त्यो होइन केटा होइन। त्यो केटीले चाहिँ मलाई सुरुमा कसरी फकायो भन्दाखेरि के अरे भिसी आऊ फेरि भिसी हो भने होइन। अब म त मक्खै, फेरि भिसी हो आऊ फेरि भिसी गरौँला, तिमीले त्यस्तो के अरे ऊ दिन पर्दैन, पेमेन्ट सेमेन्ट गर्नु पर्दैन यस्तो भन्यो। अनि त्यसपछि ल होला नि त भनेर अनि म नि गएको होइन। गयो अघि बढ्दै गयो अनि त्यसपछि के अरे मलाई के भन्यो भने त्यो मान्छेले पछि के अरे तिम्रो देखाउन अनि म देखाउँछु भन्यो होइन। मैले त म विश्वास गर्न सकिनँ म झ्याप्पै होइन। त्यसपछि त अनि पछि त्यसले लास्टै कुरा गर्दै ल प्याक्कै पारिदियो कि मेरो त रनक्क गुला उठायो त्यो मान्छेले होइन। अनि त्यो भएर अनि मैले हल्का गुलाहरू देखाइदियो केटीलाई फेरि है। कसम त्यो भिडियो चाहिँ तिमी कतै पनि त्यो यताउता दिने काम नगर। मैले गुला देखाइदियो। त्यसपछि त त्यसको आमा छोरी त्यहीँ रहेछ फेरि। त्यसको आमा छोरी के, त्यसको आमा छोरी, आमा पनि अनि छोरी पनि अनि रहेछ के, बुझेनौ? अनि त्यस्तो रहेछ। अनि पछि त कसम कस्तो हाँसेको यार आमा छोरी यार। मेरो गुला देखाउने बित्तिकै मैले ठ्याक्कै क्यामेरा यस्तो बन्द गरिदियो। त्यसपछि त आमा छोरी त खिट पारेर हाँस्यो क्या त्यसको आमा छोरी यार। अनि मलाई त लास्ट टेन्सन भयो। अनि हिजो अस्ति त्यसले मलाई म्यासेज गरिरहेछ, हेर त मलाई यति दिन भए दे, नत्र भने म तेरो भिडियो चाहिँ भाइरल गरिदिन्छु, तँ भाइरल पनि छस्, तेरो भिडियो भाइरल गरिदिन्छु यस्तो उस्तो चाहिँ भनेको छ त्यो केटीले होइन। अब म के गर्ने केटा हो यार, म डाउन हुँदैन कसम। तिमीहरू यार यस्तो रिस उठिरहेको मलाई, के गर्नु यार केटा हो। यस्तै रहेछ कि जो चलेको देखेँ त्यसलाई नै समात्ने रहेछ। अनि त्यसपछि यताउता भएर यस्तो म फस्दिनँ भन्थेँ, फस्यो यार केटा हो। म फस्दिनँ भन्थेँ, म फस्यो कि म फस्यो यार कसम। केटी होइन तिमीले त्यो केटी पनि के भने राँडी त्यो केटी त्यो भिडियो निकालिस् भने त कसम गइस् के, त कसम गइस् मेरो हातबाट नगए नि त भ्युअर्सको हातबाट गइस्, मेरो फ्यान्सहरूको हातबाट गइस् त। एकचोटि समात्यो तँलाई गुलाको झट्टारो हात साथले पड्काउँदैन तँलाई, गुलेले हान्छ यस्तो टेन्सन दिइरहेछ क्या त्यसले। त्यो केटा हो कि केटी हो त्यो मैले पत्ता लगाउनै सकेको छैन कि। तर अस्ति भिडियो कलमा त्यो मैले गुला देखाएर भएपछि त्यो खिट गरेर चाहिँ हाँसेको थियो है, केटीहरू जस्तो हाँस्यो जस्तो लाग्थ्यो होइन। मलाई केटाले ब्ल्याकमेल गरिरहेको छ है केटीले, त्यो चाहिँ मलाई थाहा छैन होइन।
अस्ति पनि भनेको थिएँ मलाई त्यो भिसी केटीले मलाई ब्ल्याकमेल हानिरहेछ भनेर अस्तिको भ्लगमा पनि भनेको मैले होइन हेरेको छन् होइन गएर हेर तिमीहरू अनि कुरा बुझ्छौ तिमीहरू होइन मलाई फसायो यार केटा मान्छेलाई फसाउन एकदम सजिलो रहेछ यार यो केटीहरूले कसम यो कानुनहरूले यो कानुन सानुनले पनि केटीहरूलाई नै सपोर्ट गर्दो रहेछ के जे गर्दा पनि यार केटाहरूलाई फसाउन एकदम सजिलो रहेछ केटा होइन केटीहरूले त्यही भएर तिमीहरू अलिक केटीहरूबाट बचेर बस है तिमीहरूलाई फसाउँछ एकदम फसाउँछ तिमीहरूलाई कसम तिमीहरूको जिन्दगी नै बर्बाद गरिदिन्छ यो केटीहरूले होइन म चाहिँ फसिसके जस्तो लाग्यो हो होइन यहाँ भन्दा अब के भन्ने म चाहिँ कसम यार केटा हो प्लिज है अब यो केटी सेटीको पछि नलागौँ होइन केटीहरूले फसाउने मात्र हो यिनीहरूको कामै फसाउने हो लुट्ने हो ढुट्ने हो ढोटिना टोपी बनाइदिन्छ के तिमीहरू केटीको पछि लाग्यो भने बुझ्यौ केटीहरूको बोली र शरीरले एकदम उ गर्छ के अरे के भन्छ त्यसलाई अब बडी र शरीरले लप्याक्कै पारिदिन्छ तिमीहरूलाई होइन एकदम ल्याप्पै पारिदिन्छ तिमीहरूलाई कसम त्यो अनि त्यसपछि तिमीहरू फसिन्छ कि फस्छौ कि त्यो केटीहरूको फन्दामा परेपछि फस्यो कि त्यो मान्छे एकदम फस्यो मैले धेरै देखेको पनि छु होइन त्यही भएर केटीहरूको उमा नपर तिमीहरू है म भन्छु तिमीहरूलाई मेरो यति नै भनाइ छ तिमीहरू चाहिँ फस्दै नफस्छ केटा होइन त्यही हो केटा म चाहिँ त्यही भन्छु होइन जे आफू आफ्नो बाटो गर होइन कमाऊ रमाऊ खाऊ त्यही हो केटा होइन त्यो यसको पछाडि लाग्न छोडिदेऊ तिमीहरू यसको पछाडि लाग्न छोडिदेऊ कि तिमीहरू बुझ्यौ केटीहरूले लास फसाउँछ यार कसम आज चाहिँ छोडिदेऊ यो कुराहरू होइन आज चाहिँ साहुहरू छैन मेरो यहाँ घरमा मेरो भन्न आयो अनि चाहिँ म चाहिँ सब तिमीलाई के छ देखाउँछु यता चाहिँ 4वटा रुम छ 4वटा रुम छ यो चाहिँ अफिस हो यो चाहिँ खतरा छ है हाम्रो साहुको अफिस हो यो चाहिँ हाम्रो साहुको अफिस हो यिनीहरू नआउँदा यहाँ कोरममा सेक्सी मुभी हेर्नुपर्छ क्या हो यार किबोर्ड यो हो क्या हो यार ए यो त क्यालकुलेटर हो त्यत हावा यार म कस्तो झुक्किएको यार किबोर्डै छैन क्या त्यही भएर यो चाहिँ कस्तो दामी सेटिङ बनाइरहेछ हेर न लाइब्रेरीमा जस्तो कि बुझ्यौ यस्तो दामी बनाइरहेछ गुड नाइट अनि यो चाहिँ छोरीको रुम हो अन्त म सबै देखाउन सक्दिनँ त्यसमा अलिअलि है छोरीको रुम हो फेरि मलाई पक्रियो भने त यस्तो किन देखाछस् इन्टरनेट तिमी किन हाल्याछस् भन्छ नि फेरि मलाई नि गाड हानिहाल्छ नि फेरि यो चाहिँ गेस्ट रुम हो यो केटा एकदम राम्रो छ गेस्ट रुम पाहुनाहरू अबि चिया खाने चाहिँ के हो यार यो मूर्तिमा त यार हेलो गाइज म चाहिँ यहाँ अघि के त्यो ऊ भयो कि लामो त्यो भिडियो नै कट भयो कि स्टोरेज फुल रहेछ क्या मेरो त्यो मैले सबै डिलिट गरेँ होइन अनि त्यसपछि म चाहिँ डाइरेक्ट खानासाना खाएर बरु छोडिदिन्छु खानासाना खाएर भ्लग बनाउँछु भन्ने थिएँ अनि त्यसपछि अहिले चाहिँ म खानासाना खाएर पनि आइसकेँ होइन यो चाहिँ अघि मैले तिमीलाई गेस्ट रुम देखाउँदै थिएँ होइन टक्क लाएर यो चाहिँ अघि मैले यही देखाउँदै थिएँ हेर न मा कसम घप गरेर बसे जस्तो देखेको क्या त्यही भएर मैले अघि यही देखाउँदै थिएँ अनि त्यसपछि त्यो ऊ भयो कि स्टोरेज फुल भएर हट्यो कि त्यो हेर न लुक एट द भ्यू मा कसम याउ पकेट भरि पैसा अनि घाँटीमा छ गोल्ड गुल्ला मेरो ठुलो अनि तिम्रो बुबु सानो सिनेमेटिकको ऊ है यो चाहिँ गाना हल्का गीत गाएको अवस्था अनि के छ तिम्रो खानासाना खाएन आज चाहिँ म खतरा भ्लग हाल्ने छु होइन अनि अघि चाहिँ मेरो भिसी काण्ड तिमीहरू देखिसक्यो होला होइन अनि त्यस्तै हो के गर्नु त रन्डीको छोरीहरूले फसाउनु मात्रै खोज्छ यताबाट पनि देखिन्छ तिमीलाई देखाइदिएको ल केटा हो कसम के मलाई आजभोलि के चित्त बुझेको छैन भन्दा यो फापुले मन्दिपले धेरै एटिट्युड देखाउँछ माथि गएको माथि के भाइरल के भएको खुब एटिट्युड देखाउँछ भाउ खन्छ घमण्डी छ भन्छ मैले कसलाई एटिट्युड देखाएर यार कस्तो कुरो गर्छ यार तिमीहरू यार कसम कसलाई भन्छ कि खास एटिट्युड ल भन त म त्यसलाई अलिक सुधार्ने कोसिस गर्छु ल भन न तिमीहरू ल कमेन्ट गर ल मैले घमण्डी कहिले देखाएँ मैले के अरे एटिट्युड कहिले देखाएँ होइन ल भन न म त कहिले नराम्रो त्यस्तो कहिल्यै गर्दिनँ म त्यस्तो गर्छु भन्ने सोचेको पनि छैन कसम केटा म एटिट्युड देखाउँदा पनि देखाउँदैन म देखाउन पनि आउँदैन म देखाउन पनि चाहदिनँ बुझ्यौ म एकदम मान्छे गुड हो होइन म जस्तो गुड मान्छे म जस्तो के अरे यो सोसियल मिडियामा म जस्तो गुड मान्छे कोही छैन यो सोसियल मिडियातिर होइन
तिमीहरू खोजेर नि पाउन कसम म भने एकदम फ्रेन्डली हो क्या फ्रेन्डली बुझ्यौ केटा हो म त्यस्तो कसैलाई पनि त्यो नराम्रो पनि भन्दिनँ नराम्रो पनि बनाउँदिनँ मलाई कन्ट्रोभर्सिस पनि गर्नु छैन होइन स्याहाँ भइरहेको छ यार त्यस्तो कुरामा मलाई एकदम चित्त दुख्छ कि केटा त्यस्तो नभनिदेऊ न तिमीहरू यार किन त्यस्तो भन्ने यार अलिकति माया गर न केटा कसम यही भन्दै थियो कि राँडीको छोरो फेरि स्टोरेज फुल भयो यार यस्तो रिस उठिरहेको छ यार मेरोमा कति नै भिडियो छ र यार न फोटो पनि त्यो 400 छ भिडियो त्यस्तै 100 छ यार के त्यति पनि कस्तो आइफोन हो यार त यार कस्तो बेइज्जत नगर्न यार आम्मामामा कसम एउटा कुरा भन्छु तिमीलाई होइन म कस्तो छ भने तिमीहरूले धेरै एटिट्युड देखाउँछ भनेको होइन म होइन बाहिरबाट यस्तो छ यस्तो छ होइन भित्रीबाट चाहिँ यस्तो छ कि केटा यस्तो छ म कुरा तिमीहरू अब बुझे यस्तो छ क्या म भित्रीबाट बाहिरबाट मात्रै यस्तो छ म बुझ्यौ त्यही हो कि कुरा म त्यस्तै छ कि केटा तिमीले जेसुकै सोच होइन म चाहिँ त्यस्तो एटिट्युड पनि देखाउँदिनँ घमन्ड पनि गर्दिनँ कसम म माया गर्ने मान्छेलाई एकदम बिग माया गर्छ त्यो यस्तो रेस्पेक्ट गर्छु नि कसम त्यो तिमीहरूले गरेर त हो नि म अगाडि बढ्ने यार तिमीहरू छैन भने त मलाई कसले अगाडि बढाउँछ युट्युबले अगाडि बढाउँछ बढाउँदैन युट्युबले तिमीहरूले गरेर अगाडि बढ्ने सबैजना त्यही हो केटा तिमीहरूले गरेर बुझ्यौ त्यही भएर के अरे त्यस्तो नभन क्या मलाई म चाहिँ त्यस्तो छँदै छैन अरू होला तर म छैन त्यस्तो किनकि म त भर्खर निस्के मान्छे हो होइन त्यस्तो गर्न पनि भएन होइन अब नयाँमै अब काण्ड मचाइदिन त भएन ल केटा आजको भ्लग यति भन्दै आजको भ्लग म यहीँ इन गर्न चाहन्छु धेरै लामो भयो जस्तो लाग्यो धेरै बोले जस्तो भयो होइन आजको भ्लग के कस्तो लाग्यो तपाईँहरूलाई है तिमीहरूलाई कस्तो लाग्यो सबजनाले साथ सपोर्ट दिनु होला माया गरिदिनु होला है लाइक कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला मेन त सब्सक्राइब गर होइन लाइक साइक मलाई चाहिँदैन त्यही हो केटा होइन माया गरिराख सधैँभरि आज मेरो भ्लग पनि हल्का भ्युज चाहिँ आउन थाल्यो माथि जाँदैछु म पनि माथि जाँदैछु केही होला जस्तो छ होइन भइसकेको म होइन अब यति हो कि मलाई एकदम राम्रो कन्टेन्ट बनाउनु पर्ने हुन्छ तिमीहरूको भनाइमा म चल्नु पर्ने हुन्छ बल्ल म अगाडि बढ्छु केटा हो कि भन त तिमीहरूले चाहिएको त गर्न पऱ्यो नि मैले हो कि भन न तिमीलाई जस्तो चाहियो त्यस्तो गर्न पऱ्यो नत्र भने तिमीलाई के मजा आउँछ हाम्रो भ्लग हेर्न लु भन त कति झिम गरेको हो कि यो बत्तीले यार हो कि भन त ल केटा हो जुङ्गा नि हेर न कत्रो आएछ यार कसम यार ल गाइस है यति भन्दै आजको भ्लग म यहीँ इन गर्न चाहन्छु हस्त जय नेपाल सबजनालाई माया छ मनदेखि है त बाई।